जीवनमा सफल हुन चाहने हरेक मानिससँग एउटा सपना हुन्छ, तर केवल सपना देखेर मात्र जीवन बदलिँदैन। सपना पूरा गर्न मेहनत, धैर्य र आत्मविश्वास चाहिन्छ। धेरै मानिसहरू जीवनमा केही गर्न चाहन्छन् तर डरका कारण अगाडि बढ्न सक्दैनन्। उनीहरू सोच्दछन् यदि म असफल भए भने के हुन्छ। तर साथीहरू, याद राख्नुहोस्, असफलता भनेको अन्त्य होइन। असफलता त सफलताको पहिलो पाठ हो। यदि तपाईँ जीवनमा कहिल्यै हार्नु भएको छैन भने तपाईँ कहिल्यै जित्न पनि सिक्नु भएको छैन। आज संसारमा सफल भएका धेरै व्यक्तिहरूले धेरै पटक असफलता भोगेका थिए, तर तिनीहरूले एउटा कुरा कहिल्यै छोडेनन्, आफ्नो सपना। साथीहरू, जब मानिसले आफ्नो सपना छोड्छ त्यस दिनदेखि उसले जीवनको ठूलो मौका गुमाउँछ। जीवनमा धेरै मानिसहरूले तपाईलाई रोक्ने प्रयास गर्छन्। कसैले भन्छ तिमीले सक्दैनौ, कसैले भन्छ यो काम तिमीबाट हुँदैन। तर तपाईले एउटा कुरा याद राख्नुहोस्, यदि तपाईँ आफैमाथि विश्वास गर्न सक्नुहुन्छ भने संसारको कुनै शक्तिले पनि तपाईलाई रोक्न सक्दैन। जीवनमा कठिनाइ आउनु स्वाभाविक हो। समस्या बिना जीवन कहिल्यै हुँदैन, तर समस्या देखेर डराउने मानिस कहिल्यै सफल हुँदैन। यो कुरा याद राख्नुहोस्। सफल जीवन र असफल मानिस बीचको फरक केवल एउटै हुन्छ। सफल मानिसको कहिल्यै हार हुँदैन भने असफल मानिस हार मारेर जाने गर्दछ। आज तपाईँ जहाँ हुनुहुन्छ त्यो अन्तिम ठाउँ होइन। यदि तपाईँ मेहनत गर्न तयार हुनुहुन्छ भने तपाईँको भविष्य अझै धेरै उज्यालो हुन सक्छ। समय धेरै मूल्यवान छ। समयलाई बेकारमा खेर फाल्ने मानिस पछुतो बाहेक केही पाउँदैन। त्यसैले आजैदेखि आफ्नो लक्ष्य बनाउनुहोस्, आफ्नो सपना तय गर्नुहोस् र त्यसलाई पूरा गर्न दिनरात मेहनत गर्नुहोस्। याद राख्नुहोस्, सफलता सजिलै आउँदैन। सफलता पाउन सङ्घर्ष गर्नुपर्छ, पसिना बगाउनुपर्छ, धैर्य गर्नुपर्छ। तर जब तपाईँ आफ्नो लक्ष्यमा पुग्नुहुन्छ नि, त्यो खुसीको मूल्य हो। कुनै पनि कुरासँग तुलना गर्न सकिँदैन। साथीहरू, आज तपाईले सानो कदम चाल्नुभयो भने भोलि ठूलो परिवर्तन हुन सक्छ। त्यसैले डरलाई छोड्नुहोस्, आलस्यलाई छोड्नुहोस् र आफ्नो सपनाको पछि लाग्नुहोस्। किनकि आजको मेहनत नै भोलिको सफलता हो। अन्त्यमा म तपाईहरूसँग यही भन्न चाहन्छु कि कहिल्यै हार नमान्नुहोला, आफ्नो सपना कहिल्यै नछोड्नुहोला, किनकि निरन्तर प्रयास गर्ने मानिसलाई सफल हुनबाट कसैले रोक्न छेक्न सक्दैन। धन्यवाद।